मेरो फेरि इङ्ग्लिस मात्रै छ इङ्ग्लिस हामी चाहिँ हिजो रातिदेखि हिँडेकै आज पनि कन्टिन्यू हिँडि नै रहेको छौँ होइन एकजना भाइ चाहिँ हामीले यहाँ भेटिरहेको छौँ आइज भाइ तिम्रो नाम के हो पाउना एक दिनको पाहुना अब आज लास्ट एक दिन काम लगाइहालेँ के गर्नु गरम चाहिँ यस्तो छ यहाँनिर आज त्यस्तो भइरहेको छ बिहानै पनि यस्तो छ ठिकै छ कस्तो छ तपाईँहरूले हेर्नु सक्नुहुन्छ आजको न्यू डे न्यू भ्लग तपाईँहरूलाई वेलकम छ मेरो भ्लगमा होइन मुख पनि धोएको छुइनँ त्यसै पनि ह्यान्डसमै हो यसको त तपाईँले के कुरा गर्नुहुन्छ यो त कहिले पनि ह्यान्डसम थिएन मसँग हिँडेर चाहिँ अलिकति चेन्जेस आउँदैछ यसको ला माइजू कहाँ जानुभएको नि खास अब हामी चाहिँ कहाँ जाँदैछौँ भन्दा चाहिँ यहाँ अब उयो रहेछ आज क्यारोल रहेछ अन्त यसो सरसामानहरू चेयरहरू के भेला गर्नुको लागि चाहिँ हामी जाँदैछौँ होइन अब तपाईँले हेर्नु सक्नुहुन्छ आज चाहिँ क्यारोल छ यत्रो रहेछ चेयर चाहिँ यति चाहिँ कम रुबेला नै कम्ती भयो भन्दै सुन्दैछ होइन तँ कतिवटा बोक्छस् भाइ चारटा त बोकिहाल्छ यहाँ छ 4टा अहिले दाइको मोबाइल लाइन फुटहाल्छ कुमारलाई चाहिँ हरेस लागेछ होइन यहाँको नजाराहरू तपाईँले हेर्न सक्नुहुन्छ दाइ खेल्नु हुँदैन यो फुटबल मेरो ब्याट्री के भएछ हिजो पिक्चरहरू त्यतिको सुति पठाएको छ बिहान हेर्दा त 1% मलाई चाहिँ कस्तो झ्याउ लाग्यो होइन झ्याउ लागेको छ क्यार्नु अल्छी लागेर झन्डै मरिहाल्यो यिनको नाम के हो होइन ड्युटीमा गएर झ्याउदिनँ भन्दै फेरि होला नि फेरि झ्याउ लाग्यो गएर उता गएर आएर त झ्याउ हो भन्ने भएछ नेपाली यो त नेपाली पैसा भन्छ नि त ड्युटीहरू कस्तो झ्याउ लाग्यो कस्तो झ्याउ लाग्यो नि हामीलाई तैँले क्यारेको क्यार्दैछस् खाना खाऊ गरेर देखाउँदा बसेर हुन्छ खाना खाऊ तैँले मलाई चाहिँ भोक कस्तो लागिरह होइन के सबै माइजूले मैले जानेको थिएँ मैले यहाँ सबै मै गर्थेँ के छोड भाइ त्यहाँ छोडिदियो त्यो हटा क्यान यु रिमुभ द्याट गोरे पो देखेर यसलाई त गर्छ है गर्छ यतिको चाहिँ हुनु पऱ्यो नि त काम चाहिँ अन्त कम्तीको छैन नि यसो हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन हामीले चाहिँ यसरी बोकेर लाँदैछौँ खेतको बाटो मैले पनि बोक्दैछु है ल धान्नु कि पराल हौ चप्ला फेरि अर्को भएको छ एउटै हो त्यो दुईवटा चप्पी छ यस्तो हरियो कलरको यो हरियो कलरको फेरि पनि हामी चाहिँ अर्को ट्रिपलाई लिनुको लागि जाँदैछ होइन त्यो घरको मान्छेलाई बोलाउनु हरेस लाग्दो रहेछ आउँदैन रहेछ छुट्टी बसेछ कमल चाहिँ रुपेन त हक्दै भए पनि बोक्ने नै रहेछ यसले हक्दै भए पनि बोक्ने नै रहेछ यसले हो अब यसले 8 एक्लै बोक्छ सजिलो कतिवटा ल्याएँ हामीले मैले 8 तपाईँले 8 9वटा ल्याएको मैले 8 16 17वटा भयो नि त लु कुमार दाले 8वटा त ल्याएर कुमार दाले पनि कुमार दाइले सबभन्दा थोर्ल्याउनु 5वटा फर्स्ट टाइम एन्ड फर्स्ट एक्सपिरियन्स मैले यत्रो खाना कहिले पनि पकाएको छुइनँ होइन हेर्दै जाउँ कस्तो हुन्छ होइन अन्त आज यसो अलिकति नाप्नु पर्ने थियो नाप्न चाहिँ पाइनँ होइन यहाँ चाहिँ खाना नपाएर बस्यो यस्तै मान्छे यहाँ दिदी म चाहिँ अचार बनाउँदैछु यहाँनिर आजको क्रिसमसको प्रोग्रामको लागि कस्तो हुन्छ मैले फर्स्ट टाइम यहाँनिर तिल र मुला कालो तिलको हो यो चाहिँ मिठो भएछ भने फेरि तपाईँहरूलाई भन्नुहोला मिठो भएन भने भन्दिनँ
यहाँ छ आलु, यहाँ छ प्याज। कहाँका पुली त अघि भर रोटी पोलेको। यता दाल, मासु, भात। यता हाम्रो ओनर म चाहिँ ओनर होइन सो गाइस। डल्ले खोर्सानी यहाँ छ, डल्ले खोर्सानी। के बाहिर लानु? उहाँ चाहिँ हाम्रो कुमार दाई। गाइस यहाँ हेर्नु नि लुकेर बसेको यो चाहिँ मेरो पछाडि ननाच्छ हो। यो चाहिँ बहिनीले पनि हेर्दैछ। आज चाहिँ हाम्रो यहाँ लास्ट डे छौँ हामी, लास्ट अन्तिम दिनमा। हजुरबा अब हामी भोलि जान्छौँ। के भन्नु? के भन् अन्तिम दिन हो नि त यहाँ नेपालमा त। नेपालमा अन्तिम दिन हो, सिक्किममा फेरि अब अर्को दिन होइन। अब कस्तो लाग्यो हामी आएर? भेटघाट भयो, रमाइलो भयो, राम्रो भयो। 6 वर्ष बादमा है हजुरबा नातिसँग यहाँ आएको त बुवासँग त हिजो 1 वर्ष भयो अमृताको बिहामा होइन। त्यहाँदेखि यता चाहिँ तर यहाँ चाहिँ अब माइजूहरूसँग चाहिँ है 6 वर्ष बादमा भेटेको। हाम्रो माइजू के हुँदैन माइजू भोलि पर्सिसम्म रहिबस्छ नि यो सम्झना क्या हौ। अब कहिले आउनु हुने बुवा उता चाहिँ? माघमा आउनु हुने अरे बुवा। अन्त हामी बुवाहरूलाई पर्खिन्छौँ कहिले आउनुहुन्छ हो। अन्त घुम्नु ओर्नु यताउता होइन बुवा। पहिला अमृतले त घुमायो, नाम्चीमा आयो भने नाम्ची जग्गा दामी छ, साह्रै भिड डरलाग्दो छ त्यो भिड। सिँढी कति दामी छ, दामीले त सिँढी छ, पक्रिने छ, लडाउने ठाउँ घुम्ने जग्गै हो। मान्छेहरू साह्रै भिड। यहाँ चाहिँ मेरो भाइ छ होइन, यो चाहिँ सरम मानिहाल्छ, क्यामेरा देख्ने बित्तिकै लुकिहाल्छ। आएको हिजो अस्ति जस्तो मात्रै लाग्छ होइन, तर अब फर्किने टाइममै हाल्यो। जानुपर्ने दिनहरू आइहाल्यो। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ प्याकिङहरू स्टार्ट हुँदैछ होइन। अब जानुपर्छ, बसेर हुँदैन। गएको ल भाइ, बाई बाई भन्दै मेरो सबैजनालाई तपाईँले आजको यो लास्ट भ्लगमा मात्रै देख्नु पाउँछ होइन, भोलिदेखि देख्नु पाउँदैन। यहाँ कमल रोबेन जतिदिन रुनु थालिहाल्यो। नरु न अब आज बस्नु भनेको मान्नु भएन, के गर्नु? तपाईँको त छुट्टी नै थियो आखिर। मेरो छुट्टी नै थियो, तर अब क्यारलहरू छ नि त। अब जाने मान्छेलाई नि रोक्नु हुँदैन, अब जबरजस्ती रोक्नु हुँदैन। म पनि उता आएको बेलामा अब 1 दिन बसी आइहाल्छु। गएको ल बहिनी, बाई बाई। बहिनी चाहिँ कहिले आउँछ नि? रुबेन जाने बहिनी? यसलाई लानु पर्यो, यसको काम छैन। माइजू गएको ल, बाई बाई भनिदिनु भिडियोमा पनि। बाई 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 बाई। भाइ रिसायो कुमार दा। अब कस्तो लाग्यो? घर हो, अब गएको म पनि कुमार दाम छुट्टी नै हो। हजुरआमा लु गएकोमै हामी। यता चाहिँ मेरो हजुरआमा हुनुहुन्छ, यही गएको। के गरेको आमाले?
गएको ल हजुरबा बाई 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 ल आयो दुःख दिउँ अब जानुपर्ने ल ल बाई बाई कस्तो लाग्दैछ जानु पर्दा आजको दिन रमाइलो लाग्दैछ मलाई त्यति जानु मन छैन बस्दा मैले क्रिसमसभरि तर उता पनि क्रिसमस गर्दा जानै पर्ने ए लगाइदिएको छु हजुरआमाको बेडी खाएर हजुरआमा आज हामी जाँदैछौँ कस्तो लाग्दैछ नराम्रो लाग्दैछ बसेको भए हुन्थ्यो नि 1-2 दिन हिजो चाहिँ रमाइलो भयो हिजो रमाइलो भइरह्यो नि आउँदा त त्यही त अब के गर्नु जानै पर्छ जानै पर्छ नगई हुँदैन के गर्नु उता सम्हाल्नै पर्यो घरु बसेन भनेको सम्हाल्छु भन्थ्यो नानी अनि आमालाई आमा सघाउँदैन सम्हाल्छु भन्थ्यो हेलो के छ नि दाइ खबर बेस्ट कहाँ चाहिँ राख्नु भएको आज चाहिँ हामी फर्केको कता जस्तै आएको जस्तो लाग्छ फर्किने दिन आइहाल्छ यसरी कता फर्किनु भएको तपाईँ ब्याक टु होम घर फर्किने दिन आइहाल्यो होइन अहिले चाहिँ हामी अटोको पर्खाइमा छौँ यता छ बाटो यता छ अर्को बाटो एउटै बाटो हो यता माथि जान्छ इलामतिर यता जान्छ धुलाबारी बजार यता इस्ट उता वेस्ट यता नर्थ यता साउथ यहाँ छ घर ठिकै घर चाहिँ यहाँ छ यो चाहिँ हिजो भर्खर बनाएको क्रिसमसमा आउने मान्छेहरू बसेको होइन यहाँनिर चाहिँ अनि यता दाइ नजानु भनेको तर पनि जाने कि जाने भन्नुभयो जानैपर्छ अब होइन आएर अब आइहाल्छ नि हामी अर्को पालि पनि छुट्टी भयो पुरा टाढ्दै ढाँड्दै जान आँट्नुभएको छ म पनि उता गएर यस्तै भन्नु पऱ्यो अर्को पालि मेरो पनि बिजनेस छ म पनि जान्छु भन्नु पऱ्यो कहिले आउने अरे म अब वैशाख जेठमा मात्रै जेठ वैशाख जेठमा कहिले हुन्छ फेब्रुअरी हजुर फेब्रुअरीतिर उम्, कति महिना छ भन्दा अब त्यस्तै अहिले मङ्सिर होइन होइन पुस पो त पुस माघ फागुन चैत भने 3 महिना छ अझै यो भनेपछि जनवरी फेब्रुअरी मार्च यता माइली दिदी यता आमा बुवा गाडी फर्किरहेको छौँ सबैजना यताबाट स्कुलको बस आउँदैछ बाबा मम्मी त्यहाँ हुनुहुन्छ दुईजना त्यहाँ हुनुहुन्छ यता दिदी बसिराख्नु भएको छ तलबाट कुमार दाइ आउनुहुँदैछ कुमार दाइ दोकान गराउनु भएको पैसा साटिकन धेरै भएर मिठो खाने पैसा मिठा खाने पैसा हामीलाई बस्दा आइहाल्छ नि जाने बेलामा एउटा ग्रुप फोटो खिच्नु आँटेको सबैजना भएर होइन सबैजनालाई पर्खिरहेको छौँ ग्रुप फोटोको लागि हुन्छ गयौँ ल हामी यो भिडियो युट्युबमा पनि हाल्छु कि अन्त हेर्नुहोस् न बस्नुहोस् अब फेरि अर्को पालि आउँछु छुट्टीमा ल अर्को बाई बाई हुन्छ बाई 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 गयौँ है अब आउँछौँ अर्को पालि लगत्तै हुन्छ दाजु बिस्तारी जानुहोस् ल बस्नुहोस् राम्रोसँगले हामी पनि अब लाग्यौँ ल हामी अस्तिको जग्गामा आइपुगिसकेको छ अब चाहिँ हामी फर्केको घर होइन यहाँ देख्नु चाहिँ इन्डिया मेरा देश मेरा जानुपर्छ यहाँ यसरी जाँदैछौँ हामी हो बाबा यता कता अब यहाँ के डरलाग्दो यति डरलाग्दो जाम छ है गाइस तपाईँले हेर्न सक्नुहुन्छ अब चाहिँ हामी हाम्रो देशमा आइपुग्यौँ है आफ्नो देशमा आउँदा कस्तो लाग्यो कुमार दा
आफ्नो देशमा आइपुग्दा कस्तो केही न केही अब केही न केही जेसुकै ठिकै छ सिक्किम पुगेर मात्रै अलिकति है आफ्नो फिल हुन्छ किनभने अब हामीलाई यस्तो ठाउँमा बस्ने बानी छैन होइन सिक्किम शान्त यस्तो जग्गा रमाइलो लाग्छ हामीलाई चाहिँ फेरि यस्तै जग्गा यहाँदेखि उता चाहिँ তুমি কি আছে ঠিক আছে আমার বাড়ি नयाँ सामानहरू चाहिँ त्यो डिसिप्लिन हाल्थ्यो नि त त्यस्तो भन्दा के चाहिँ हाम्रा यतातिर त कति झ्याउ लागिसक्यो होइन अब वहाँ गएर चाहिँ मजाले रमाइलो गर्ने हो यता हाम्रो कुमार दाई हिँड्नुहुँदैछ होइन हाम्रो बुवा कहाँ पुग्नु हो भइसक्यो होइन अब हामीलाई यस्तै अल्छी लाग्छ झ्याउ लागेपछि कुमार दा अगाडि नै अगाडि पनि खालिरहेछ म अगाडि आउँ अहिले फेरि तपाईँहरू त्यहाँ पर सिलगढी